का कुरा गर्छौं, हाम्रा छोराछोरीहरूलाई संस्कार सिकाउने कुरा गर्छौं। तर छोराछोरीहरू घरमा भइरहँदा बाबु झुटो बोल्नु हुँदैन है भनेर सिकाउँछौं। कोही मन नपर्ने मान्छेको फोन आयो भने लाला बाबु फोन उठा त मामु घरमा छैन भन्दै भनेर लगाउँछौं। छोराछोरीहरूलाई पढ्नुपर्छ तिमीले पढ भनेर भन्छौं। आफू छोराछोरीहरूलाई किताब दिएर आफू मोबाइल हेर्न बस्छौं अनि कसरी सिक्नुहुन्छ उहाँहरूले संस्कार। र पछिल्लो समय हाम्रो घरमा हजुरबुवा हजुरआमा ठुलो बुवा ठुली आमा काका काकीको लागि स्थान छैन। सबैको एकदल परिवार, बाबा आमा आफ्नो काममा व्यस्त, छोराछोरी पढ्नमा व्यस्त। बाआमाले आफूसँग भएको संस्कार छोराछोरीलाई कहिले सिकाउने, कसरी सिकाउने, कुन समयमा सिकाउने, यस्तै एउटा संस्कारको कुरामा सानो प्रसङ्ग छ। एउटा 11 वर्षको छोराले आफ्नो आमाको छेउमा गएर भन्छ, आमा तपाईले मलाई 1 हप्ताभरि काम हराउनु भएको थियो, त्यो कामको ज्याला तोकेको छु, त्यो कामको ज्याला भएको छ 105 रुपैयाँ। तपाईँ मेरो आमा भएको कारणले गर्दा तपाईलाई 5 रुपैयाँ डिस्काउन्ट, मलाई 100 रुपैयाँ दिनुस् भनेर छोराले माग्यो। आमालाई अचम्म लाग्यो, हैन ज्याला नै तिर्नु पर्ने गरी मैले के काम हराएछु आफ्नो छोरालाई। अचम्म लागेर छोरालाई के भन्न खोज्दै हुनुहुन्थ्यो, छोराले हत्ता नपत्ता गोजीबाट बिल झिकेर दियो। बिल पनि बनाएको रहेछ उसले। बिलमा लेखिएको थियो, आमा तपाईले मलाई पल्लो घरको आन्टीलाई बोलाएर लिएर आ त भनेर अराउनु भएको ज्याला 5 रुपैयाँ। पसलमा गएर अलिकति सब्जी किनेर लिएर आऊ त छोरा भनेर अराएको ज्याला 10 रुपैयाँ। पल्लो कोठामा भाइ रोइरहेछ, फुलाउ त बाबु भनेर अराएको ज्याला 15 रुपैयाँ। बच्चा रोयो भने फुलाउन त अलि गाह्रो हुन्छ नि। 15 रुपैयाँ। एवं रीतले एउटा 11 वर्षको केटोले 1 हप्तामा के काम गरेको हुन्छ, सबै कामको लिस्ट अनि त्यसको ज्यालाको लिस्ट टोटल कति भयो 105। आमालाई भन्छ, तपाईँ मेरो आमा भएको कारण तपाईँलाई 5 रुपैयाँ डिस्काउन्ट, मलाई 100 रुपैयाँ दिनुहोस्। आमा दङ्ग पर्नुहुन्छ। आमाको मन न हो, मुसु मुसु हाँस्नुहुन्छ, छोराको गाला सुमसुम्याउनुहुन्छ अनि त्यही प्रेम भावले आफ्नो छोरालाई भन्नुहुन्छ, बाबु बाबु तिम्रो र मेरो हिसाब कहाँ 7 दिनको मात्रै हो र, तिम्रो र मेरो हिसाब त 11 वर्षदेखिको छ। त्यो 11 वर्षको हिसाब गर्न मलाई समय लाग्छ, समय दिन्छौ? छोराले हस् भनेर बाटो लाग्छ। भोलि हिसाब छैन, पर्सि छैन, नि पर्सि छैन। 1 हप्ता बित्यो, 2 हप्ता बित्यो, 3 हप्ता बित्यो। शनिबारको दिन नुहाइ धुवाइ गरेर घाम तापिरहेको छ छोरा, झल्यास 100 रुपैयाँ याद आउँछ। दौडेर आफ्नो आमाको छेउमा जान्छ अनि भन्छ, आमा मेरो हिसाब खोइ। आमाले त्यही मुस्कानका साथ, त्यही प्रेमका साथ पोल्टाबाट बिल झिकेर दिनुहुन्छ। जब बिल हातमा पर्छ, टाउको कन्याउँदै आमाको अनुहारमा हेरेर मनमनै विचार गर्न थाल्छ छोराले, हैन आमाले पो मलाई काम हराएको, मैले त आजसम्म आमालाई केही कामै हराएको छैन त, आमाले के को बिल दिनुभयो मलाई। मनमनै विचार गर्छ। आमाले वही मुस्कानका साथ, बाबु यो हिसाब तिम्रो लागि पढ भनेर दिनुहुन्छ। छोराले बिल पल्टाउँदा लामो हुन्छ, माथिबाट पढ्न थाल्छ। बिलमा यस्तो लेखिएको हुन्छ, मेरो प्यारो छोरा, मेरो प्यारो छोरा, तिमीलाई मैले 9 महिनासम्म मेरो गर्भमा राखेको ज्याला, मेरो प्यारो छोरा तिमीलाई मैले 9 महिनासम्म मेरो गर्भमा राखेको ज्याला 0 रुपैयाँ। बाबु तिमीलाई प्रसव पीडा सहेर यो धरतीमा जन्माएको ज्याला 0 रुपैयाँ। तिमीलाई स्तनपान गराएको ज्याला 0 रुपैयाँ। तिमीलाई कुपु कुपु खान सिकाएको ज्याला 0 रुपैयाँ। टुकु टुकु हिँड्न सिकाएको ज्याला 0 रुपैयाँ। तिमी सानो छँदा तिमीले ओछ्यानमा नै पिसाब फेर्थ्यौ नि, तिमीले सानो छँदा ओछ्यानमा नै पिसाब फेर्थ्यौ नि। हो तिमीले पिसाब फेरेको त्यो ओछ्यानलाई कति चिसो नमानिकन तिमी सँगै वर्षौँ सुतेको ज्याला 0 रुपैयाँ। तिमी सानो छँदा धेरै बिरामी भयो मेरो बाबु, तिमीलाई अस्पतालको बेडमा महिनौसम्म कुरेर बसेको ज्याला 0 रुपैयाँ। तिमी सानो छँदा रुँदा फुलाएको ज्याला 0 रुपैयाँ। तिमी हाँस्दा मसँगै खुसी भएको ज्याला 0 रुपैयाँ। तिमीलाई मनपर्ने भोजन पकाएर खुवाएको ज्याला 0 रुपैयाँ। तिम्रा सिँगान हाँची पुसिदिएको ज्याला 0 रुपैयाँ। तिमीलाई
बाबा भनेर बोल्न सिकाएको ज्याला, तिमीलाई आमा भनेर बोल्न सिकाएको ज्याला पनि 0 रुपैयाँ। एवं रीतले एउटी आमाले एउटा छोरालाई 11 वर्षको बनाउनको लागि केसम्म गरेकी हुँदिनन् त्यो सबै लेखेर अन्त्यमा टोटल 0 रुपैयाँ। जब त्यो 11 वर्षको छोराले देख्छ तब आँखा भरिएर आउँछन्, खुट्टा काप्न थाल्छन्, ओठ काप्न थाल्छन्, आफ्नो आमाको पाउमा शिर राख्छ टक्रक्क घुँडा टेकेर अनि हात जोड्दै भन्छ, आमा मलाई माफ गरिदिनुहोस्। आजको हाम्रो समाजको तितो यथार्थ हो। अन्त्यमा यस्तै खालको संस्कार दिने भाव हामीमा छ कि छैन? हामीले घरमा इङ्ग्लिसमा बोल्न सिकाइरहँदा, अङ्ग्रेजी कार्टुनहरू देखाइरहँदा भगवत गीताको एउटा श्लोक हाम्रा नानी बाबुलाई सिकाएका छौँ कि छैनौँ? यही भागवतको पण्डालभित्र कसैले संस्कृत श्लोक गाइरहँदा, भागवत गरिरहँदा आहा कति राम्रो भनेर भनिरहँदा त्यही आफूलाई आहा लागेको कुरा हामीले हाम्रो सन्ततिलाई सिकाउन सकेका छौँ कि छैनौँ? एकपटक आफैले आफैलाई सोधौँ, नभए जीवनको अन्तिम क्षणमा धोका हुन सक्छ। छोराछोरी विदेशमा, बामा आर्यघाटमा हुँदा भिडियो कलमा छोराछोरीले हेरेर दाह संस्कार गर्नुपर्ने परिस्थितिको सृजना भइसकेको छ। जीवनको अन्तिम क्षणमा धोका नहोस् भन्ने लाग्छ भने एकपटक सबैजनाले विचार गरौँ। धोका होला, धोका होला, धोका होला है, धोका होला, धोका होला, धोका होला है। जिन्दगीको अन्तिम क्षणमा धोका होला है, हो जिन्दगीको अन्तिम क्षणमा धोका होला है। धोका होला, धोका होला, धोका होला है। धोका होला, धोका होला, धोका होला है। जिन्दगीको अन्तिम क्षणमा धोका होला है, जिन्दगीको अन्तिम क्षणमा धोका होला है। सबैको हात माथि। पंक्ति सबले नै बिदा दिन्छ। यति बेला जीवनमा धोका होला है, त्यतिखेर जीवनमा धोका होला है। जिन्दगीको अन्तिम क्षणमा धोका होला है, जिन्दगीको अन्तिम क्षणमा धोका होला है। जाने दिन यमराज आउँछ लिन। प्यारा लाग्दा शाखा सन्तान भेला हुन्छन् बिदा दिन। प्यारा लाग्दा शाखा सन्तान भेला हुन्छन् बिदा दिन। यति बेला जीवनमा धोका होला है, त्यतिखेर जीवनमा धोका होला है। जिन्दगीको अन्तिम क्षणमा धोका होला है। न त शाखा सन्तान साथमा, न त धन दौलत हातमा, न त शाखा सन्तान साथमा, न त धन दौलत
एक्लै मसान घाटमा यति बेला जीवनमा धोका होला है यति बेला जीवनमा धोका होला है जिन्दगीको अन्तिम क्षणमा धोका होला है जिन्दगीको अन्तिम क्षणमा धोका होला है हरि बोल झुटा माया जानी हरि बोल झुटा माया जानी दुई दिनको जिन्दगानी करकलाको पानी हरि बोल झुटा माया जानी हरि बोल झुटा माया जानी दुई दिनको जिन्दगानी करकलाको पानी हरि दुई दिनको जिन्दगानी करकलाको पानी दुई दिनको जिन्दगानी करकलाको पानी दुई दिनको जिन्दगानी